हेलो गाइस, के छ खबर तपाईहरुको? मेरो बिहानको सुरुवात चाहिँ आर्टिफिशियल वाटरले भयो। आई डोन्ट नो कहाँबाट पानी आइरहेको थियो। अनि त्यसपछि लुगासुगा हालेर मस्त बुढाले चिया र स्यान्डविच पकाए, खाएर अनि खाना बनाउनतिर लागे किनभने आज हामी एकजनाले बोलाएको थियौँ। अनि मस्तले रोस्ट बनायो बुढाले, कस्तो मिठो क्या। अनि ऊ चाहिँ खसीको मासु बनाउनतिर लाग्यो। गाइस, म अस्ट्रेलिया आएदेखि खसीको मासु एकचोटि बनाएको छुइनँ। बुढाकै काम हो उसले पकाउने, यस्तो मिठो बनाउँछ म तपाईँलाई एक्सप्लेन गर्न सक्दिनँ। तर उसले चाहिँ अलिकति बढी पिरो हाल्छ। अनि त्यसपछि त्यो दिदी चाहिँ भेजिटेरियन हुनुहुन्थ्यो अनि मैले पुरै भेज प्रिपेयर गरिरहेको थिएँ अनि बाबुले चाहिँ ननभेज प्रिपेयर गरिरहेको थियो। अनि त्यसरी हामीले खानासाना पकायो रे। अनि त्यसपछि हामीलाई पनि भोक लागिसकेको थियो। अनि बुढाले चाहिँ मस्त नान अनि मासु अनि हामी दुवैजना खायौँ। अनि उहाँहरू पनि आउनुभयो अनि गफसफ भयो, रमाइलो भयो। अनि गाइस, कतिजनाको त्यो दालमा क्या पानी मात्र हुने अनि दाल खोज्ने त्यस्तो हुन्छ। हाम्रो त दाल हो क्या, प्रोपर दाल नै खाने हो हामी। आई डोन्ट नो त्यो पानीवाला दाल चाहिँ हामीलाई मन पर्दैन, न बुढाबुढी दुवैजनालाई मन पर्दैन। मस्त चटपटे खाएर रमाइलो गऱ्यौँ, गफसफ गऱ्यौँ अनि विराटनगरको गफ गऱ्यौँ किनभने उहाँहरू दुवैजना विराटनगरबाट हो होइन। अनि त्यसरी टिभी हेरेर उहाँहरू पनि फर्किनु भयो। अनि त्यसरी हाम्रो विकेन्ड गयो। सो सी यू गाइस, सबैलाई धेरै 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 माया।